नेपालमै उल्लेख्य दर्शक सहभागिता रहने प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कप आज नेपाली फुटबलको पहिचान, गौरव र उत्सवका रूपमा स्थापित भइसकेको छ। पूर्वी नेपालको झापा जिल्लाबाट शुरू भएको यो प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र नभई नेपाली फुटबलको विकास, प्रवर्धन र व्यावसायिक यात्राको सशक्त उदाहरण बनेको छ। पूर्वी नेपालमा राष्ट्रिय स्तरको नियमित र प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिताको अभाव महसुस भइरहेको समयमा स्थानीय फुटबल प्रेमी, सामाजिक अभियन्ता तथा खेलकुद प्रेमीहरूको सामूहिक सोचबाट झापा गोल्ड कपको अवधारणा जन्मिएको हो। स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने, फुटबललाई सामाजिक एकताको माध्यम बनाउने र झापालाई फुटबलको केन्द्रका रूपमा उभ्याउने उद्देश्यसहित यस प्रतियोगिताको थालनी गरिएको हो। झापा गोल्ड कपले नेपाली क्लब फुटबललाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस प्रतियोगिता मार्फत